हेलो साथीहरू नमस्ते। म अहिले मेरो करेसा बारीमा आएको छु है। तरकारी के फलेको छ, कति फलेको छ भनेर टिप्नको लागि। हेर्नुहोस् है, झिगनी कति राम्रो फलेको छ। झिगनी भयो, यता बैगुनहरू भयो है, यता घिरौँला कस्तो राम्रो फलेको छ। यसपालि चाहिँ गर्मी छैन, त्यसले गर्दा करेलाहरू भयो, यस्तै तरकारीहरू छ। म चाहिँ यही जताततै करेलाका चिचिला लगाएका छन्, टिप्नलाई आएको। आज सबै खालको तरकारीहरू टिपेर लानु पर्यो। हेर्नु न कति चाहिँ लामो करेला फलेको त, कति लामो करेला फलेको छ है। भिडियो त लामो भएछ है। बाई।